दिनमा गरेका थियौँ, जुन चाहिँ यो वैशाखको 4 र 5 गते थियो हैन। त्यसमा चाहिँ हामीले लगभग 4200 मत खसेको थियो उपत्यका बाहिर। आज चाहिँ हाम्रो यतापट्टि अनुमान चाहिँ टोटल हाम्रो भोटर्सहरू चाहिँ 16,100 जना जति लगभग एप्रोक्सिमेटली त्यतिजना छन् र हामीले लगभग 5,000 देखि 6,000 को अनुमान गरेका छौँ अहिले भोट खस्ने। यही हो प्रक्रिया र आज सकेपछि आज र भोलिकोमा हाम्रो बिहान 8 बजेदेखि 6 बजेसम्म हामीले मतदान खुल्ला राखेका छौँ। यो 16,000 भनेको चाहिँ तपाईँ काठमाडौँबाट मतदान गर्ने होइन, यो टोटल नेपालभरि चाहिँ हाम्रो 16,100 जना मत छ, जसमा चाहिँ 4,200 चान्चुनले हाम्रो उपत्यका बाहिरबाट भोट खसालिसकेका छन्। अब यसमा अहिले उम्मेदवारहरू चाहिँ टोटल कतिजना हुनुहुन्छ? मतगणनाको प्रक्रिया कसरी सुरु? अब उम्मेदवारहरू चाहिँ अहिले 57 जना छन् हैन। 17वटा पोस्टमा जुन चाहिँ प्रेसिडेन्ट, भाइस प्रेसिडेन्ट, सिनियर भाइस प्रेसिडेन्ट र भाइस प्रेसिडेन्टहरूमध्ये चाहिँ तपाईँको सबै 7वटा प्रदेशको कोअर्डिनेटरको हिसाबमा रहेका छन्, जसमा चाहिँ तपाईँको एउटा जेनरल सेक्रेटरी पनि छन्, जोइन्ट सेक्रेटरी हैन। त्यसपछि तपाईँको ट्रेजरर, जोइन्ट ट्रेजरर र 6 जना तपाईँको मेम्बर्सहरू छन्, जसमा चाहिँ 57 जना 57 जना हाम्रो टोटल उम्मेदवार छन्। त्यसमा हामीले उयो गरिसकेपछि हाम्रो जुन चाहिँ प्रक्रिया सुरु भइसकेपछि भोलि 6 बजेसम्म हाम्रो 19 गते 6 बजेसम्म मतदान खुल्ला रहनेछ है। 6 बजेपछि हामीले मुचुल्काहरू उठाइसकेपछि लगभग 8 देखि 10 बजे भित्रमा चाहिँ हामीले मतदानको प्रक्रिया जुन चाहिँ भोट काउन्टिङ सुरु गर्ने चाहिँ हाम्रो अनुमान राखेका छौँ। नतिजा कति दिन लाग्छ होला? नतिजा अब जस्तो तपाईँको भोटर्स जुन चाहिँ छ जतिजना बढेको छ हैन, त्यही अनुसार नै हामीले लगभग 2 दिन र 2 रात गरेर हामीले नटुटाइकन हैन, दिन र रात नै हामीले मतगणना सुरु गर्नेछौँ हैन, जसमा चाहिँ हामीले लगभग 2 दिन 2 रात गरेर हामीले सकिन्छ कि भन्ने अनुमान गरेका छौँ। भने काउन्ट चाहिँ कहाँ? एनएमएमा? हाम्रो एनएमए अफिसमा हुन्छ। हस्, धन्यवाद। थ्याङ्क यू। अहिले गएको छ नि म छोड्छु, भोलि अब पछि मिलाउँदा भयो। मेरो त्यही त मेरो कमजोरी छ नि।